साथीहरू सधैँ जस्तो आज पनि म कुकुरलाई डुलाउन आइरहेको छु। कुकुरलाई डुलाउन आएको आज पनि सधैँ जस्तो सधैँ ड्युटी त यही हो, कुकुर डुलाउने। यहाँ चाहिँ नेपालको चाहिँ कुकुर, यहाँको चाहिँ खसी भनौँ न साथीहरू, खसी डुलाउन आएको। अनि आज चाहिँ हाम्रोमा पार्टी थियो, पार्टी। अनि बिहानमा 6-9 बज्दै उठेँ होइन। अनि त्यस पछाडि खाना बनाएँ, रेडी गरेँ सबै। अनि त्यस पछाडि गरेँ मैले स्टार्ट भयो कति भनेपछि 2 बजे। अनि 2 बजेदेखिको अघि 7 बजे सक्यो होइन। अनि अहिले चाहिँ हामी 8 बजे निस्केको हो। उज्यालै छ, हल्का 11 बजिसकेको छ। 8 बजे निस्क्यो। अनि मैले त्यतिमा सबै सफा गरेँ। भन्नलाई चाहिँ होइन साथीहरू, हाम्रो नेपालमा चाहिँ भन्नलाई चाहिँ ड्युटी 7-8 घन्टा भनेको हुन्छ, तर यो डोमेस्टिक वर्करहरूको चाहिँ भने जस्तो हुँदैन कि। 7-8 घन्टा त लिएको मात्रै हो, रियलमा 17-18 घन्टा हुन्छ। अनि अहिले 8 बज्यो, बाहिर निस्क्यो। अब जाने हो, अझ कति काम बाँकी छ त्यो सबै सकाउने हो। अनि त्यस पछाडि कति बज्छ? 10 त नर्मल्ली बजिहाल्छ होइन। अनि यता खाने यताउता गर्दा 11 बज्छ, शुद्ध 12 बज्छ। हो म बिहान उठ्यो 6 बजी। गाह्रो छ हो साथीहरू, गाह्रो छ। अनि चाहिँ सजिलै छैन।